ल नमस्ते सम्पूर्णमा। अहिले चाहिँ म सुदूरपश्चिमाञ्चलको दार्चुला जिल्लाको व्यास गाउँपालिका अन्तर्गत यो के हो यो यसलाई चाहिँ यो पर देखिएको चाहिँ अप्पी हिमाल भन्दो रहेछ। अप्पी हिमालको छेउमै छु। किन मलाई यो डाँडाको यो नागेको चाहिँ मलाई थाहा भएन के भन्छ नाम। यसरी यहाँ चाहिँ भेडागुट च्याङ्ग्रा गोठको दृश्य हो। यो चाहिँ यहाँ चाहिँ यार्सा गुम्बा टिप्ने टोलीहरू चाहिँ बस्दा रहेछन्। यो चाहिँ भेडा र यो च्याङ्ग्रालाई बोकाएर ल्याएको रासन जस्तो छ। यो चाहिँ यार्सा गुम्बा टिप्ने मान्छेको चाहिँ रासन होला मलाई लागेसम्म। यस्तो छ हजुर, यो रमाइलो छ। हिमाल चाहिँ त्यहीँ छ, हिउँ यसरी। यो परको चाहिँ नेपालको दार्चुला जिल्लाको अप्पी हिमाल भन्दो रहेछन् यो हिमाललाई चाहिँ। एकदमै मनमोहक दृश्य। यतापट्टि चाहिँ इन्डियाको भूभाग। यो पहिला चाहिँ ग्रेटर नेपालमा चाहिँ नेपालकै भूभाग भन्ने छ हैन। यता इन्डियाले चाहिँ यो भागलाई चाहिँ उत्तरखण्ड भन्छ। यसरी यस्तो छ है हजुर। ल इन्डिया तल इन्डियाले चाहिँ यसरी बाटो लगेको छ। महाकाली नदीको किनारै यो बाटोहरू कस्तो ठुलो बाटो लगेको छ अप्ठ्यारो। हाम्रो नेपालमा कहिले हो कहिले यस्तो छ है हजुर। होला अप्पी हिमालको पनि दृश्य अवलोकन गर्न पाइयो। ल